नमस्ते, लक्ष्य लोकसेवा च्यानलमा तपाईहरुलाई स्वागत छ। यदि तपाईहरु पनि लोकसेवा परीक्षा चाहे त्यो शाखा अधिकृत प्रादेशिक लोकसेवा, नेपाल विद्युत प्राधिकरण, नायब सुब्बा, खरिदार अथवा जुनसुकै पनि लोकसेवा परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने प्रथम चरण पास गर्नको लागि तपाईहरुले आर्थिक विकास भन्ने खण्ड पढ्नुपर्ने हुनेछ। आज हामी आर्थिक विकास खण्डको नेपालमा विकासका पूर्वाधारहरू बारे करेन्ट र अपडेटेड डेटा ल्याएर चाहिँ उपस्थित भएका छौं। आज हामी कृषि क्षेत्रको बारेमा चाहिँ समसामयिक क्वेशनहरू चाहिँ अध्ययन गर्नेछौं। आउनु सुरु गरौं। पहिलो प्रश्न रहेको छ, नेपालको अर्थव्यवस्थाको मुख्य आधार के हो? यसको सही उत्तर हुन्छ कृषि। त्यसैगरी अर्को प्रश्नतर्फ जाउँ। आर्थिक सर्वेक्षण 2081-82 अनुसार जीडीपीमा कृषि क्षेत्रको योगदान कति रहेको छ? यसको सही उत्तर हुन्छ 25.16%। त्यसैगरी आर्थिक सर्वेक्षण 2081-82 अनुसार पछिल्लो 10 वर्षको जीडीपीमा कृषि क्षेत्रको औसत योगदान कति रहेको छ? यसको सही उत्तर हुन्छ 25.5%। अर्को क्वेशनतर्फ लागौं। आर्थिक सर्वेक्षण 2081-82 अनुसार कृषि क्षेत्रको उत्पादन वृद्धि दर कति रहेको छ? 2081-82 अनुसार कृषि क्षेत्रको उत्पादन वृद्धि दर तपाईको 3.28% रहेको छ। त्यसैगरी नेपालमा कृषि गणनाको सुरुवात कहिलेबाट भएको हो? नेपालमा कृषि गणनाको सुरुवात विक्रम सम्वत 2018 बाट भएको हो। नेपालमा कृषि गणना चाहिँ प्रत्येक 10-10 वर्षमा गरिन्छ। सो तपाईहरुले आफै अनुमान लगाउन सक्नुहुनेछ। 2018 मा तपाईको पहिलो कृषि गणना भएको हो भने अहिले तपाईको 2078 मा तपाईको 7औं कृषि गणना कम्प्लिट भएको छ। सो त्यसैले अर्को प्रश्न रहेको छ, नेपालको 7औं कृषि गणना 2078 को गणना कहिलेबाट भएको हो? 7औं कृषि गणनाको गणना मिति तपाईको विक्रम सम्वत 2079 वैशाख 6 देखि ज्येष्ठ 19 सम्म भएको हो। हाम्रो यो गणना मिति 2079 चाहिँ कोरोनाको कारणले भएको हो, तर यसलाई पनि हामीले 2078 मै जोडिने गरिन्छौं। त्यसैगरी अर्को क्वेशनतर्फ लागौं। नेपालको 7औं कृषि गणना 2078 को नतिजा सार्वजनिक कहिलेबाट भएको हो? फेरि पनि नेपालको 7औं कृषि गणना 2078 को नतिजा सार्वजनिक कहिलेबाट भएको हो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2080 भाद्र 21 गते। अर्को क्वेशनतर्फ लागौं। नेपालको 7औं कृषि गणना 2078 को नारा के हो? नेपालको 7औं कृषि गणना 2078 को नारा कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार हो। यसलाई तपाईहरु याद गर्नु होला। हाम्रो 7औं कृषि गणनाको नारा चाहिँ कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार हो। अर्को क्वेशनतर्फ लागौं। नेपालको 7औं कृषि गणना 2078 अनुसार नेपालमा जम्मा कृषक परिवार कति छन्? नेपालमा जम्मा कृषक परिवार 41,30,789 छन्। यसलाई चाहिँ तपाईले प्रतिशतमा पनि याद गर्नुपर्ने हुन्छ। सो नेपालमा चाहिँ जम्मा कृषक परिवार चाहिँ 62% हरू छन्। नेक्स्ट क्वेशनतर्फ लागौं।
नेपालको 7औं कृषि गणना 2078 अनुसार नेपालमा खेती गरिएको जमिन कति छन्? नेपालमा खेती गरिएको जमिन नेपालको 7औं कृषि गणना अनुसार 22,18,410 हेक्टरको छ। यसलाई तपाईले चाहिँ किताबमा पनि याद गर्नुपर्ने हुन्छ। यो चाहिँ एकदमै महत्त्वपूर्ण क्वेशन हो। सो किताबमा चाहिँ तपाईको 1,15,83,950 किता रहेको छ। त्यसै गरी अर्को क्वेशनतर्फ लागौँ। नेपालको 7औं कृषि गणना 2078 अनुसार नेपालमा प्रति कृषक परिवार खेती गरिएको जमिन कति छन्? नेपालमा प्रति कृषक परिवार खेती गरिएको जमिन तपाईको 0.55 हेक्टरको छ। नेक्स्ट क्वेशनतर्फ लागौँ। नेपालको 7औं कृषि गणना 2078 अनुसार नेपालमा कृषि बीमा गर्ने कृषक परिवार कति छन्? नेपालमा कृषक परिवार भनेको 62% रहे तापनि नेपालमा कृषक परिवारहरूले कृषि बीमा गरिएको चाहिँ 7.5% मात्र रहेको छ। नेक्स्ट क्वेशनतर्फ लागौँ। नेपालको 7औं कृषि गणना 2078 अनुसार धेरै कृषक परिवार रहेको 5 जिल्ला के हुन्? यो क्वेशन पनि एकदमै महत्त्वपूर्ण छ। यो लोकसेवा परीक्षामा पनि सोधिसकेको प्रश्नहरू हो। यसको उत्तर हुन्छ नेपालमा सबैभन्दा धेरै कृषक परिवार रहेको 5वटा जिल्लाहरू भनेको तपाईको झापा भयो सबैभन्दा सुरुमा, त्यसपछि मोरङ, त्यसपछि धनुषा, अनि सिरहा अनि सप्तरी हुन्। त्यसै गरी अब हामीले चाहिँ सबैभन्दा कम कृषक परिवारको पनि 5वटा जिल्ला थाहा पाउनुपर्ने हुनेछ। त्यसै गरी अर्को प्रश्न रहेको छ नेपालको 7औं कृषि गणना 2078 अनुसार कम कृषक परिवार रहेको 5वटा जिल्लाहरू के हुन्? यसको सही उत्तर हुन्छ मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला। यो तपाईले एकदमै सजिलो तरिकाले याद गर्न सक्नुहुनेछ। यो भनेको तपाईको कम जनसङ्ख्या भएको जिल्लाहरू पनि हुन्। मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला यो चाहिँ नेपालको सबैभन्दा कम जनसङ्ख्या भएको जिल्लाहरू हुन्। त्यही कम जनसङ्ख्या भएको जिल्लाहरूकै कारणले यसमा चाहिँ कम कृषक परिवारहरू पनि छन् भनेर चाहिँ तपाईहरूले याद गर्न सक्नुहुन्छ। अर्को क्वेशनतर्फ लागौँ। नेपालमा कृषि क्षेत्रको विकासलाई अनुसन्धान मार्फत बढी प्रभावकारी बनाउन स्थापना भएको संस्था कुन हो? फेरि पनि नेपालमा कृषि क्षेत्रको विकासलाई अनुसन्धान मार्फत बढी प्रभावकारी बनाउन स्थापना भएको संस्था कुन हो? यसको सही उत्तर हुन्छ नेपाल कृषि अनुसन्धान परिषद, नार्क भनेर पनि चिनिने गरिन्छ। अङ्ग्रेजीमा भन्ने हो भने नेपाल एग्रिकल्चर रिसर्च कमिटी। अब यो नार्कको स्थापना चाहिँ कहिले भएको हो? यो पनि एकदमै महत्त्वपूर्ण प्रश्नहरू हो। आज हामीले जति पनि प्रश्नहरू ल्याएका छौँ सबै लोकसेवा परीक्षाको लागि एकदमै महत्त्वपूर्ण, छुट्याउनै नसक्ने प्रश्नहरू हो। त्यसैले यसलाई चाहिँ तपाईहरूले याद गरेर नै परीक्षामा जानुहोला। नार्कको स्थापना भएको मिति कहिले हो? नार्कको स्थापना विक्रम सम्वत 2048 मा भएको हो। 2048 BS मा चाहिँ हाम्रो नार्कको स्थापना भएको हो। त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ। नेपालमा कुन कुन योजना अवधिलाई कृषि दशकका रूपमा मनाइन्छ? यसको सही उत्तर हुन्छ 10औं र 11औं योजना। 10औं र 11औं योजनालाई चाहिँ कृषि दशकको योजना अवधिको रूपमा पनि मनाउने गरिन्छ। अर्को प्रश्नतर्फ लागौँ। राष्ट्रिय धान दिवस कहिले मनाइन्छ?
यो क्वेसनको आन्सर पक्कै पनि सबैलाई थाहा होला। राष्ट्रिय धान दिवस असार 15 गते मनाइन्छ। त्यसै गरी राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ? राष्ट्रिय कोदो दिवस श्रावण 16 गते मनाइन्छ। त्यसै गरी अर्को क्वेसन रहेको छ, राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ? हामीले राष्ट्रिय कफी दिवस मङ्सिर 1 गते मनाइन्छौँ। त्यसै गरी राष्ट्रिय चिया दिवस कहिले मनाइन्छ? राष्ट्रिय चिया दिवस वैशाख 15 गते मनाइन्छ। फेरि पनि सुन्नु होला है, म फेरि पनि रिभिजन गराइरहेछु। राष्ट्रिय धान दिवस असार 15 गते मनाउँछ हामीले। त्यसै गरी कोदो दिवस भन्यो भने श्रावण 16 गते, कफी दिवस भन्यो भने मङ्सिर 1 गते, र चिया दिवस भनेर प्रश्नमा यदि सोधिएको छ भने वैशाख 15 गते चाहिँ चिया दिवस भनेर मनाइन्छ। त्यसै गरी अर्को क्वेसनतर्फ लागौँ। UG 99 केसँग सम्बन्धित छ? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। यो लोकसेवा परीक्षामा पनि सोधिसकेको प्रश्नहरू हो। UG 99 केसँग सम्बन्धित छ? UG 99 गहुँ बालीमा लाग्ने रोगसँग चाहिँ सम्बन्धित छ। यो हाम्रो गहुँ बालीमा जुन लागेको रोग, जुन लाग्ने रोगहरू छ, यो चाहिँ पहिलो पटक चाहिँ युगान्डामा चाहिँ पत्ता लागेको थियो। युगान्डाबाट चाहिँ मानिसहरूलाई थाहा भएको थियो। र युगान्डामा चाहिँ 1999 चाहिँ यो रोग चाहिँ थाहा पाइएको थियो। त्यसैले यसलाई चाहिँ हामीले UG 99 भनेर चाहिँ भन्ने गरिन्छौँ। त्यसै गरी नेक्स्ट क्वेसन रहेको छ, वान भिलेज वान प्रडक्ट OVOP कार्यक्रम कहाँबाट सुरु भएको हो? एक गाउँ वान भिलेज वान प्रडक्ट, यो कार्यक्रम तपाईँको जापानबाट चाहिँ सुरु भएको हो। त्यसै गरी वान भिलेज वान प्रडक्ट कार्यक्रम कहिलेबाट सुरु भएको हो? यो 1979 AD-बाट चाहिँ सुरु भएको हो। त्यसै गरी अर्को क्वेसन रहेको छ, वान भिलेज वान प्रडक्ट कार्यक्रम नेपालमा चाहिँ कहिलेबाट सुरु भएको हो? विश्वमा 1979 AD-मा सुरु भएको OVOP कार्यक्रम नेपालमा चाहिँ 2006 AD-मा चाहिँ सुरु भएको हो। यसलाई चाहिँ हामीले आर्थिक वर्षको रूपमा हेर्ने हो भने 2063-64 को आर्थिक वर्षमा चाहिँ OVOP कार्यक्रम चाहिँ नेपालमा सुरु भएको छ। त्यसै गरी अर्को क्वेसनतर्फ लागौँ। OVOP कार्यक्रम नेपालमा कुन जिल्लाबाट सुरु भएको हो? OVOP कार्यक्रम नेपालमा दोलखा जिल्लाबाट सुरु भएको हो। त्यसै गरी नेक्स्ट क्वेसन रहेको छ, OVOP कार्यक्रम हालसम्म नेपालमा कति जिल्लामा सञ्चालन भएको छ? हालसम्म नेपालमा यो OVOP कार्यक्रम 42वटा जिल्लामा चाहिँ सञ्चालन भएको छ। त्यसै गरी OVOP को लोगो सार्वजनिक कहिलेबाट भएको हो? OVOP को लोगो सार्वजनिक 2071 असोज 12 गतेबाट चाहिँ भएको हो। त्यसै गरी यो लोगोलाई सार्वजनिक गर्ने व्यक्ति चाहिँ को हुन् भनेर पनि प्रश्न सोध्न सकिन्छ। सो OVOP को लोगो सार्वजनिक गर्ने व्यक्ति नवज्योति सुवेदी हुन्। आजको लागि यति नै। हामी यस्तै करेन्ट डेटा र अपडेटेड स्ट्याटिस्टिक्स लिएर भोलि पनि उपस्थित हुनेछौँ। भिडियो राम्रो लागेमा च्यानललाई सब्स्क्राइब गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र सेयर गर्नुहोला। धन्यवाद। थ्याङ्क यू।